गाईलाई किरा लाग्यो भने हाम्रो सेम्पू नुन हालेर यसरी मजाले धोइ पखाली गर्ने, सबैतिर रगड्ने। गाई के गर्ने के मान्छेलाई नुहाउने सेम्पू छैन, गाईलाई नुहाइदिरहनु भएको छ त। के गर्ने दुध खाँदाखेरि फेरि किर्ने गाई पोरी भयो भने मिठै लाग्दैन, दुधै खान मन लाग्दैन। मिठो लाग्दैन कि घिन लाग्छ। घिन लाग्छ। मान्छेहरू आयो भने नि कस्तो पोरी गाई भन्छ। हाम्रो त यही हो सबै चिज, गौमाता भनेकै होइन त। गौमाता क्या मजाले दिन्छन्। त्यो चाहिँ टाँसेको छ नि त त्यतातिर, त्यो चाहिँ जाँदैन। त्यो जाँदैन, उतापट्टिबाट राम्रो छ। अहिले घाँसको सिजन भएर धेरै घाँस खाएर छेरेकी हुन् गौमाताले। अब गर्मी छ नि त, गाईलाई नुहाइदिनु पर्छ। दिनमा एकचोटि भयो भने नि केही नभए पनि ल हेर्नु पर्यो अघि हेर्दा सफा राख्नु पर्यो, दुध खान नि घिन अहिले नलागोस्। तरुनी भई गाई बिचरा कति गर्मी भएको थियो होला, शीतल भयो। गाई त भाग्यमानी नै रहेछन्, दुध खान दिन्छन्, सेम्पूले नुहाउँछिन्। केही मिसावट नभएको दुध खान दिन्छन् नि त गौमाताले। घाँस खान्नन्, धेरै घाँस खान पाएर मात्तेकी छिन् नि त यिनी। एउटा गाई भएर मात्तेकी छिन्।